जुन सार्वजनिक सुनवाई कार्यक्रम भइरहेको छ राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजक र सुरुविनायक नगरपालिकाको तर्फबाट यस कार्यक्रमका सभाध्यक्षज्यू केशव कुमार आचार्य अनि हाम्रो वडा टिम जुन वडा सदस्यज्यूहरू कार्यपालिका सदस्यज्यूहरू अनि हाम्रो वडा सचिवज्यूहरू वडा कर्मचारी र यहाँ उपस्थित हुने सम्पूर्ण तहमा रहनुहुने सञ्चारकर्मीज्यूहरू र यहाँ उपस्थित हुनुहुने सार्वजनिक सुनवाईमा कार्यक्रममा उपस्थित हुने सम्पूर्ण जनभावनाहरूलाई चाहिँ म यो वडा नम्बर 9 वडा अध्यक्षको तर्फबाट जुन स्थानीय 9 नम्बरको वडावासीलाई म के भन्न चाहन्छु भने समग्र रूपमा सुरुविनायक 9 नम्बर वडावासीलाई जुन सुरुविनायक नगरपालिका 9 नम्बर वडाको वडा चाहिँ भइरहँदाखेरि जुन विभिन्न जुन समस्या चुनौतीका बावजुद पनि हामी सुरुविनायक 9 नम्बर वडामा चाहिँ जुन समस्या समाधान गर्न निर्वाचित भएर आइसके पछाडि यहाँ समस्याहरू विभिन्न थिए खानेपानीदेखि लिएर बाटाघाटादेखि लिएर स्वास्थ्य शिक्षा सबै समस्याहरू थिए र योभन्दा अगाडिको वडासीज्यूले पनि क्रमिक रूपमा अगाडि बढ्नु भएको र त्यसलाई चाहिँ म अगाडि त्यसभन्दा फेरि अझ अगाडि चाहिँ बढाउनको लागि म आइसकेको खण्डमा जुन सबभन्दा पहिला हामीले शिक्षामा यस्तो थियो जुन एउटा म आइसके पछाडि नै एउटा स्कुल मर्ज गर्नुपर्ने बाध्यता नै लागेको थियो किनभने शिक्षामा जुन पञ्चकन्या स्कुल भनेको साबिक 1 मा स्थापना भएको थियो साबिक 1 मा स्थापना भएको पञ्चकन्या स्कुलमा त्यहाँका विद्यार्थी नै नहुने शिक्षक मात्र आउने 1-2 जना आउने बस्ने त्यस कारणले गर्दाखेरि श्रीराम आबिमा चाहिँ जुन पञ्चकन्या आबि चाहिँ मर्ज गराइयो त्यस पछाडि श्रीराम आबि भनेको यही हाम्रो वडा कार्यालय अहिले भएको वडा कार्यालयभन्दा माथि छ त्यसमा विद्यार्थीहरू छन् तर त्यसमा स्थानीय विद्यार्थी भनेको करिब 10% होलान् 100 मा 10% जति होलान् त्योभन्दा बाहेक सब स्थान बाहिरका विद्यार्थीहरू हुनुहुन्छ उहाँ पनि जुन विद्यार्थीहरू हुनुहुन्छ उहाँ पनि जस्तै 3 महिना जस्तै 1-2 महिना यहाँ बस्ने पढ्ने फेरि जाने अन्यत्र जाने त्यस्तो खालको विद्यार्थीहरू हुनुहुन्छ र त्यस पछाडि भनेको शान्ति भैरव आबि छ शान्ति भैरव आबिमा पनि करिब त्यस्तै छ र हाम्रो नङखेल साबिक नङखेल 2 मा चाहिँ भुवनेश्वरी स्कुल छ त्यहाँ जुन भुवनेश्वरी स्कुल मावि स्कुल छ त्यहाँ मावि स्कुलमा चाहिँ 70% जति त्यहाँको स्थानीयहरू त्यहाँ पढ्नुहुन्छ बालबालिकाहरू पढ्नुहुन्छ अरू चाहिँ बाहिरका जुन गुजारा गरेर बस्ने जुन अभिभावकहरू हुन्छ उहाँको छोराछोरीहरू चाहिँ त्यहाँ पढ्नुहुन्छ भनेको भुवनेश्वरी स्कुल एउटा जुन एससीमा पनि सुरुविनायक नगरपालिकाबाट चाहिँ राम्रै एउटा स्कुलमा जुन गण्यको विद्यालयमा पर्छ र अर्को रह्यो काँक्राबारीमा सरस्वती मावि छ जुन सरस्वती माविमा चाहिँ जुन बाली विज्ञान सम्बन्धीको विद्यालय छ बाली विज्ञान सम्बन्धीको विद्यालय भनेको योभन्दा अगाडि चाहिँ अलिकति प्रचार गर्न नसके होला तर अहिले भनेको जस्तै हामी जनप्रतिनिधि आइसके पछाडि त्यो बाली विज्ञान प्राविधिक विद्यालयले चाहिँ कसरी स्तरोन्नति गर्न सकिन्छ कसरी अगाडि बढाउन सकिन्छ भने हामी जस्तै त्यहाँ गएर छलफल त्यहाँको प्रहरू जस्तो हाम्रो वडा कार्यमा छलफल गरेर जुन विद्यार्थीहरू जुन पहिलाका थिए अहिले भनेको करिब जुन सरस्वती 225 भन्दा माथि नै विद्यार्थीहरू छन् भनेको जस्तै हाम्रो वडा कार्यालयबाटै स्कुलको गाडी चाहिँ भाडामा राखेर जुन बालकोटदेखि जुन जडीबुटीदेखि विद्यार्थीहरू त्यहाँ पठन पाठन गर्न आउनुहुन्छ त्यहाँ भनेको करिब त्यहाँ चाहिँ आउने क्रम निरन्तर नै छ र अहिले भनेको त्यहाँको प्रहरीले के भन्नु भएको छ भने अध्यक्षज्यू त्यहाँ अलिक विद्यार्थी आउन थाल्यो भने हाम्रो त राख्ने ठाउँ पनि अब छैन है भन्ने तरिकाको त्यहाँ एउटा प्रहरीले चाहिँ मेसेज दिनुभएको छ
यो शिक्षामा भनेको जुन वडा 9 र सुर्म्याक नगरपालिकाले एकदम शिक्षामा जोड दिँदै आएको छ। विद्यार्थीहरूले कसरी कहाँ स्तरोन्नति गर्न सकिन्छ, शिक्षाबाट वञ्चित गर्न हुन्न भन्ने तरिकाले हामी सुर्म्याक 9 नम्बर वडाको पदाधिकारीहरू र सुर्म्याक पनि त्यसमा लागिपरेका छौँ। जुन यहाँका विद्यार्थी भए तापनि बाहिरबाट आएका बच्चाहरू पनि पढाइबाट चाहिँ वञ्चित हुन नपरुन् भन्ने तरिकाले हामी अगाडि बढेका छौँ र विद्यार्थीहरूलाई विभिन्न रोग लागेको तर अभिभावकलाई पनि थाहा नभएको, अभिभावकलाई पनि थाहा नहुने विभिन्न रोगहरू जस्तै कान नसुन्नेदेखि लिएर अनि टिबीदेखि लिएर जस्तो हामीले नगरपालिकाबाट स्वास्थ्य संस्थाबाट चाहिँ हामीले चाहिँ जस्तो बेला बेलामा चाहिँ होइन टिबी जस्ता जुन जाँच पडतालहरू हामीले गर्छौँ। त्यसमा जुन बच्चाहरू पनि फेला परेका हुन्छन् तिनीहरू चाहिँ कसरी चाहिँ त्यसलाई चाहिँ सुरक्षित त्यो बच्चाहरूलाई चाहिँ कसरी स्वास्थ्यबाट चाहिँ सुरक्षित राख्ने भन्ने विषयमा हामी बच्चाहरूको विषयमा चाहिँ हामी अलि अग्रसर नै छौँ। र यो जुन शिक्षा भयो अब जस्तै स्वास्थ्यमा चाहिँ जस्तै सुर्म्याक नगरपालिका 9 नम्बर वडामा एउटा सहरी स्वास्थ्य केन्द्र भन्ने माथि काँकरबारीमै छ। सहरी स्वास्थ्य केन्द्र त्यहाँ नि जस्तै निःशुल्क जुन नेपाल सरकारबाट निःशुल्क पाउने औषधिहरू त्यहाँ प्राप्त गर्न सकिन्छ। र त्यहाँ भनेको लाभान्वित भनेको जस्तै काँकरबारीमा चाहिँ सहरी स्वास्थ्य केन्द्रमा चाहिँ त्यहाँ लाभान्वित भनेको काभ्रेको 13 नम्बर वडा, 14 नम्बर वडा, सिपाडोलको 8 नम्बर अनि हाम्रो यो सुर्म्याक नगरपालिका 9 को साबिक 3 र 4 नम्बर वडा चाहिँ बढी लाभान्वित हुनुहुन्छ। र हाम्रो अहिले आएर नङखेल स्वास्थ्य चौकी भनेको जस्तो हाम्रो यही वडा कार्यको पछाडि छ। यहाँबाट चाहिँ लाभान्वित हुनेहरू भनेको जस्तै साबिक वडाको जस्तै 3-4 बाहेकका वडाहरू चाहिँ यहाँबाट चाहिँ सेवाग्राहीहरू चाहिँ लाभान्वित हुनुहुन्छ। र हामीले चाहिँ ल्याब पनि राखेका छौँ जुन दिशा पिसाब र रगतहरू पनि हामीले यस वडामा चाहिँ जस्तै यस वडाको स्वास्थ्य नङखेल स्वास्थ्य चौकीबाट चाहिँ ल्याब सम्बन्धीको पनि जस्तै जुन रगत पिसाबहरू यताउता जाँच गरिन्छ। रोग पत्ता लगाइसके पछाडि आफ्नो तरिकाले ट्रिटमेन्ट त्यहाँ हुन्छ। र हाम्रो सुर्म्याक नगरपालिका 9 नम्बर वडामा सामुदायिक वनहरू भनेको मतलब हामी भनेको पहाडी क्षेत्र पनि छौँ। हामी 9 नम्बर वडा भनेको पहाडी एउटा पहाडी भूभाग पनि हो। जस्तै पहाडी भूभाग भनेको कस्तो वडा हो भने कि जस्तै हाम्रो हेऱ्यो भने समथर ठाउँ पनि छ, पहाडी क्षेत्र पनि भएको र यहाँ हालेका बजेटहरू जुन सङ्घीय बजेट, प्रदेश बजेट र हाम्रो वडा नगरपालिकाको बजेटहरू जुन हालेर हामीले जुन कामहरू गर्छौँ त्यो भनेको रकम अभावै हुन्छ। जुन पहाडी व्यक्ति र जति काम गरे तापनि त्यहाँ नदेखिने विकास हुन्छ त्यहाँ होइन यो हो। र हाम्रो जुन सुर्म्याक नगरपालिका 9 नम्बर वडामा चाहिँ 5वटा सामुदायिक वनहरू छन्। त्यसमा चाहिँ सामुदायिक वनमा चाहिँ जुन चराचुरुङ्गीदेखि लिएर विभिन्न प्रजातिका वनस्पतिदेखि लिएर होइन त्यसमा जस्तो वन्य जन्तुहरू विभिन्न प्रकारका छन्। अब जस्तै लोपोन्मुख जुन जन्तुहरू पनि हाम्रो यस सुर्म्याक नगरपालिका 9 नम्बर वडाका जुन सामुदायिक वनहरूमा चाहिँ फेला परेका छन्। र जुन सुर्म्याक नगरपालिका जुन 9 नम्बर वडा भनेको जस्तै हाम्रो चाहिँ यो सुर्म्याक धुलेहेल सडक खण्ड अहिले निर्माण भइरहेछ। त्यसमा चाहिँ दुर्घटनाहरू पनि घटेका छन्। त्यो दुर्घटना घटिरहेको जुन बिरामीहरूलाई चाहिँ तत्काल हाम्रो नगर अस्पताल जुन जगतेमा छ नगर अस्पतालमा चाहिँ लगेर उपचार त्यहाँ गराएर चाहिँ सन्चो भएर जानुहुन्छ। र सुर्म्याक धुलेहेल सडक खण्ड भनेको यो चाहिँ अहिले बर्खायाम आइसकेका छ। हामीले चाहिँ जुन आयोजनालाई चाहिँ जुन साँगा एरियामा चाहिँ कसरी त्यहाँ बाटो चाहिँ बर्खायाममा चाहिँ सुचारू गर्न सकिन्छ, जस्तै सहरी साधन अवरोध बिना नै सञ्चालन गर्न सकिन्छ भनेर हामी बारम्बार हामी लागि परेका छौँ। र हाम्रो जुन सुर्म्याक धुलेहेल सडक खण्ड विस्तार गरिरहँदाखेरि यहाँ चाहिँ 2 जना जुन बस्ती 2 जना जुन एउटा के भन्छ त्यसलाई अब 2 जना परिवारहरू चाहिँ हुनुहुन्छ जुन भाती ढिकुरमा हुनुहुन्छ। त्यो परिवार नै एउटा विस्थापित हुने भनेको भूमिहीन नै हुने तरिकाको हुनुहुन्छ। अब उहाँहरूलाई चाहिँ कसरी हामीले चाहिँ वडा नम्बर 9 मा जुन सहकारी भवनहरू विभिन्न भवनहरू छ जुन हामीले एउटा जुन भाती ढिकुरमा रहेको सहकारी भवन छ। त्यो सहकारी भवनमा चाहिँ जुन हामीले 35 दिन भनेको 21 गते 1 महिना 21 गते हामीले चाहिँ 35 दिने सूचना गरेर त्यहाँ बस्नुहुने विभिन्न व्यक्ति
त्यो हुनुहुन्छ उहाँहरूलाई चाहिँ 35 दिने सूचना टास्क गरेर त्यो घर चाहिँ सहकारी भवन चाहिँ खाली गरिदिनु हुन भनेर हामीले सूचना गरेका छौँ। आज करिब कति 26 गते भइसकेको छ। अब 1-2 दिनमा त्यो समय पनि म्याद नाग्छ र अनि हाम्रो जुन सुर्मेक धुलिहेल सडक खण्ड जुन विस्तार गरिरहँदाखेरि विस्थापित जुन परिवार हुनुहुन्छ बलराम खागी र राजाराम खागी हुनुहुन्छ उहाँको परिवारलाई चाहिँ त्यहाँ लगेर व्यवस्थापन गर्ने अर्को व्यवस्था नहुन्जेलसम्मको लागि भनेर हामीले त्यो एउटा गरेका छौँ। र सुर्मेक नगरपालिका 9 नम्बर वडा भनेको जुन 10, 11, 12 गतेको जुन अविरल वर्षा भएको थियो सुर्मेक नगरपालिका 9 नम्बर वडा पनि अछुतो रहन सकेन। अब जुन पहाडी भेगहरू ठाउँ-ठाउँमा पहाडी भेगहरूमा पहिरो जाने बाटो अवरुद्ध हुने र कालीकोटका 3 जना जुन कालीकोटबाट आउनुभएका जुन हुन्थ्यो उहाँको चाहिँ मृत्यु हुन पुग्यो र जीविस सङ्घीय र विभिन्न जुन बजेटहरू चाहिँ जस्तो उहाँलाई चाहिँ आर्थिक सहयोग चाहिँ गर्नुभएको थियो र नगरपालिकाले पनि आर्थिक सहयोग गरेकै थियो। र यस हिसाबमा हेर्ने हो भने सुर्मेक नगरपालिका अहिले हेर्ने हो भने खानेपानी अब त्यस्तै मेन खानेपानीको समस्या भनेको अहिले पनि त्यस्तै छ। खानेपानी समस्या भनेको जुन सुर्मेक नगरपालिका 1 देखि कति 6 नम्बर वडासम्म जुन मेलम्ची खानेपानी आयोजना त्यहाँ सञ्चालन भइसकेको छ र अरू भनेको हाम्रो पहाडी भेगमा चाहिँ स्थानीय मूल बोरिङ स्थानीय खानेपानी ट्याङ्कीलाई नै प्रयोग गरेर वृहत खानेपानीतिर जाने कि भन्ने हामी लागि परेका छौँ। यसमा सुर्मेक नगरपालिका वडामा जस्तै 7, 8, 9, 10 वडाहरू वडा सचिवहरू त्यसमा लागिरहनु भएको छ र अहिले खानेपानी समस्या हल गर्नको लागि चाहिँ जुन प्रदेश सरकारबाट नगरपालिकाबाट हाम्रो वडैबाट चाहिँ हामीले चाहिँ विभिन्न ठाउँमा जुन नयाँ ट्याङ्कीहरू निर्माण गरेका छौँ। नयाँ ट्याङ्की भनेको करिब पलासी एरियामा जुन एउटा पञ्चकन्या खानेपानी ट्याङ्की करिब 3 लाख लिटरको हामीले स्थापना निर्माण गरेका छौँ। त्यसै गरी बन्देश्वरी खानेपानी ट्याङ्की भनेको त्यहाँ अलरेडी भइरहेको खानेपानी ट्याङ्की छ र यो पाखागाउँमा 3.5 लाख लिटरको नङखेल खानेपानी व्यवस्थापन भन्ने समितिले चाहिँ ट्याङ्की त्यहाँ निर्माण गरेको छ र श्रयेश्वर महादेव मन्दिरमाथि 300 धारा खानेपानी भनेर 4 लाख लिटरको त्यहाँ ट्याङ्की निर्माण भएर सम्पन्न भइसकेको छ र नङखेल खानेपानी आयोजन तथा सरसफाइ भनेर त्यहाँ जुन 2.5-3 लाखको ट्याङ्की छ त्यहाँबाट चाहिँ अहिले खानेपानी वितरण भइरहेको छ। र त्यसै गरी भाती ढिकुरमा पनि जुन दिव्य नगर खानेपानी भन्ने छ त्यो दिव्य नगर खानेपानी चाहिँ खानेपानी सञ्चालन गरिरहेको छ। र यसो सर हेर्ने हो भने साबिक वडामा एउटा दुईटा वडा चाहिँ अलिकति खानेपानीको समस्या नै छ। एउटा दुईटा तीनटा वडामा समस्या नै छ। जुन पहाडी बेल्टमा बस्ने जुन जङ्गलको छेउमा बस्नुहुन्छ उहाँहरूलाई सहज तरिकाले खानु भएको छ। अरू भनेको चाहिँ जुन तल्लो बस्ती छ जस्तै हाइवे साइडमा बस्नुहुने तलतिर बस्नुहुनेहरूलाई चाहिँ कस्तो भने पाइप लाइनको चाहिँ मर्मत सम्भार नभएको र त्यसलाई चाहिँ जस्तो व्यवस्थित तरिकाले चाहिँ उहाँ समितिहरूले चाहिँ खुवाउन सक्नु भएको छैन खानेपानी। त्यसलाई चाहिँ व्यवस्थित तरिकाले कसरी खुवाउने भन्ने चाहिँ हामी चाहिँ 9 नम्बर वडा चाहिँ नगरपालिका पनि लागेका छौँ र 9 नम्बर सुर्मेक नगरपालिका 9 नम्बर वडाबाट चाहिँ पञ्चकन्या खानेपानी भनेर हामीले त्यहाँ बोरिङ गरेर करिब मेसिन पनि जडान गरिएको छ। अब त्यसलाई चाहिँ ट्याङ्कीमा नयाँ ट्याङ्कीमा ल्याएर हाल्ने त्यसलाई चाहिँ कसरी वितरण गर्ने र त्यसलाई चाहिँ जस्तै 3 फेजको लाइन पनि आवश्यक भएको र कुन वेबाट चाहिँ लाने भन्ने विषयमा नै छलफल भइरहेको छ। र जे जति जुन 9 नम्बर वडामा चाहिँ हामीले विकास योजनाहरू चाहिँ सबै हाम्रो वडा सदस्यज्यूहरूदेखि लिएर वडा समग्र स्थानीय सब लागेर चाहिँ आजको यो स्थितिमा पुगेका छौँ। सुर्मेक नगरपालिका 9 नम्बर वडा अहिले हेर्यो भने हामी बस्ने वडा भनेको अहिले हामी बसिरहेका छौँ हाइड्रेसन लाइनको ठ्याक्क मुनि छौँ। अहिले हाइड्रेसन लाइन मुनि छौँ। त्यही भएर हामी चाहिँ सुर्मेक नगरपालिका 9 नम्बर वडा चाहिँ जुन निर्माण गर्नको लागि चाहिँ हामी जुन रिखेटारको प्लटिङ ग्रिन भिलेज हाउजिङ भन्ने छ ग्रिन भिलेज हाउजिङमा चाहिँ
2 रोपन 4 आना 1 पैसा 2 दाममा चाहिँ हामी चाहिँ वडा कार्यालय निर्माण गर्दैछौँ। जस्तै हिजो अस्तिबाट चाहिँ त्यहाँ जगको कामहरू भइसकेका छन् र सूर्यविनायक नगरपालिका 9 नम्बर वडामा चाहिँ जस्तो जुन रिखेटार जुन ग्रिन भिलेज हाउसिङमा चाहिँ नगर स्तरीय स्टेडियम बनाउने भनेर हामीले जग्गा पनि छुट्याइसकेका छौँ। यो खुल्ला क्षेत्र पनि हो नि। अब खेलकुदको लागि अब युवाहरू भनेको कस्तो हुन्छ भने हामीलाई खेलकुद चाहियो, खेलकुद ठाउँ खोजिनु पर्यो, खेलकुदको लागि हिँडिनु पर्यो पनि युवा साथीहरू हुन्छ। त्यस्ता साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने रिखेटारको जुन ग्रिन भिलेज हाउसिङमा चाहिँ 40-42 रोपनीमा चाहिँ त्यहाँ जुन जग्गा छ त्यसमा चाहिँ हामीले नगर स्तरीय स्टेडियम बनाएर चाहिँ जुन नगरपालिकाले चाहिँ बजेट पनि विनियोजन गरिसकेको छ। र अर्को भनेको विभिन्न यावत समस्या अब त आइहाल्छ, समस्या नआइकन त समाधान पनि हुँदैन होइन। समस्या आउनु पनि पर्छ, समस्याले त्यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा चाहिँ हाम्रो चाहिँ एउटा वडा समिति नगरपालिका त्यो समग्र रूपमा हामी बसेर त्यो समस्या कसरी हल गर्ने भन्ने विषयमा चाहिँ हामी अगाडि बढ्छौँ। र सूर्यविनायक नगरपालिकामा जुन हाम्रो 9 नम्बर वडामा छ जुन काँक्राबारीमा जुन अब एउटा के अरे प्लटिङ भनेर आइरहेछ म्युजिक हाउसिङले चाहिँ प्लटिङ भन्ने विषयमा चाहिँ त्यहाँ विभिन्न सञ्चार माध्यम विभिन्न जस्तै पत्रिकाहरूमा पनि समाचार नआएका होइनन्। त्यो भनेको हामीले भनेको जस्तै एआईसम्म प्लस एउटा त्यहाँ स्थानीयलाई जुन राखेर जुन स्थानीय भेला गराएर त्यहाँ चाहिँ गर्न हुने कि नहुने समस्याहरू के आइपर्ने त्यसलाई समाधान कसरी गर्नुपर्ने भन्ने विषयमा चाहिँ हामीले त्यहाँ छलफल भनेको स्थानीयहरूसँग वडा कार्यालय त्यहाँ बसेर त्यसलाई चाहिँ छलफलको विषय चलाएका थियौँ। र जुन त्यहाँ जुन जङ्गल मास्यो भनेर एउटा जुन आएको थियो जुन समाज अथवा समाजमा वल्ला जस्तै पत्रिकामा जस्तै फेसबुकमा आएका थिए त्यो भनेको जङ्गल कसैले खान सक्ने पनि होइन, प्रति जग्गा कसैले खान सक्ने पनि होइन होइन। प्रति जग्गा र जङ्गल खाएर उनीहरू जुन समस्या त आउने हो त्यसलाई चाहिँ हल गर्नको लागि जस्तै त्यहाँको स्थानीय जुन हुनुहुन्छ स्थानीयले चाहिँ प्रति जग्गा खायो अतिक्रमण गर्यो दोहन गर्यो भन्ने एउटा त्यो आइसके पछाडि एउटा निवेदन चाहिँ जिल्ला प्रशासन कार्यालयमा चाहिँ त्यहाँ गइसके पछाडि संयुक्त हाम्रो वडा जिल्ला प्रशासन नगरपालिकादेखि लिएर नापीदेखि लिएर होइन जुन प्रहरी प्रमुख जुन यो भक्तपुरको प्रहरी प्रमुख परिसरको प्रहरी प्रमुखदेखि लिएर हामी चाहिँ फिल्डमा गइसके पछाडि त्यहाँ हेर्दाखेरि थोरै अलिकति दुवन्त होइन हल्का त्यो डोजर चाहिँ लगाएर चाहिँ लगाएको थियो। त्यसलाई चाहिँ हामीले तत्काल त्यही बेला रोक्यौँ र फेरि त्यहीँको स्थानीय चाहिँ तल्लो भेग भनेको लामाटोल एरियाको चाहिँ बस्तीका जुन बस्तीवालाहरू चाहिँ फेरि सिंहदरबार गृह मन्त्रालयदेखि लिएर जिल्ला प्रशासनदेखि लिएर नगरपालिका र वडा पनि के भनेर आउनुभयो भने जस्तै हाम्रो चाहिँ तल बस्ती चाहिँ जोखिम भयो जसरी हुन्छ त्यहाँ वाल लगाउने वातावरण चाहिँ गरिदिनु पर्यो होइन। वाल नलगाएको खण्डमा चाहिँ त्यहाँ जोखिम हुने भयो, बस्ती नै अलिकति जोखिम हुने भयो भनिसके पछाडि हामी फेरि जिल्ला प्रशासन कार्यालयमा चाहिँ मिटिङमा जुन सिडिओ साहबले त्यहाँ बोलाउनु भयो। त्यहाँ बोलाइसकेपछि हामी जाँदाखेरि त्यहाँ के भयो भन्दाखेरि अब बस्तीलाई त जोगाउनै पर्यो होइन, वाल लगाउने अथवा कहाँ के गर्ने। जस्तो खानेपानी स्रोत त्यहाँ मास्यो भनेको छ, खानेपानी त्यहाँ हामी गएर यसो हेर्दै अस्ति भर्खर म गएर हेर्दाखेरि खानेपानी ट्याङ्की हाम्रो वडाको बजेट पनि त्यहाँ परेको थियो। जस्तै वडाको अनुगमनमा जाँदाखेरि त्यहाँ चाहिँ ट्याङ्की निर्माण भइरहेको छ, त्यही मास्तिरै त्यो जुन क्षति भएको भन्ने ठाउँमै जुन ट्याङ्कीहरू चाहिँ निर्माण भइरहेको छ। करिब 1.5 लाख लिटर जतिको त्यहाँ ट्याङ्की निर्माण भइरहेको रहेछ। अब जस्तै हाम्रो 9 नम्बर वडामा समस्या भनेको मुख्य समस्या भनेको खानेपानी हो। त्यसलाई चाहिँ हामी कसरी अगाडि बढ्ने स्थानीय जस्तै समितिहरू छन्, विभिन्न खानेपानी समितिहरू यहाँ हुनुहुन्छ। खानेपानी समितिहरूसँग चरणबद्ध तरिकाले चाहिँ हामी छलफलको विषय अगाडि बढाएर
खानेपानी समस्यालाई हल गर्नको लागि हामी अगाडि बढ्छौँ भन्दै करिब अब आउने कुराहरू चाहिँ तपाईँहरूको माझ आउनु पर्यो। मैले भन्ने कुराहरू चाहिँ करिब यति नै हो होइन। बाटाघाटा यताउता त्यो निर्माण हुने नै कुरा हो। जस्तो हामीले शिक्षा स्वास्थ्यलाई नै हामीले रोजगारलाई नै फर्स्ट प्रायोरिटी दिनुपर्छ र हामीले चाहिँ रोजगारलाई पनि दिनुपर्छ भनिरहँदाखेरि हाम्रो कृषि एउटा जुन कृषिमा हामीले लिमिट बजेट विनियोजन गरेका हुन्छौँ। जस्तै वडामा स्वीकृत कृषि समितिहरू छन्, त्यो समितिलाई चाहिँ हामीले चाहिँ योभन्दा अगाडि चाहिँ कुरिलो खेती भनेर एउटा जुन कुरिलो खेती नै गर्न लगाएका थियौँ र अहिले चाहिँ हामीले चाहिँ अदुवा खेती भनेर गर्न लगाएका छौँ होइन। त्यो भनेको आत्मनिर्भर बनाउने समूहलाई चाहिँ आत्मनिर्भर बनाउने कसरी बनाउन सकिन्छ भने त्यसतिर पनि हामी अगाडि बढेकै छौँ र योजनाहरूलाई चाहिँ अब जुन जति योजनाहरू छन् अब करिब अन्त्यतिर आइपुगिसकेका छौँ। अब बाँकी रहेका योजनाहरूलाई चाहिँ कसरी लान सकिन्छ 5-6वटा 6-7वटा कतिवटा योजनाहरू छन्। अब यो आज कति गते 26 गते भइसकेका छ। अब योजनाहरू चाहिँ सम्पन्न गर्नुपर्ने भइसकेका छ। अब हाम्रो जिम्मा भनेको लक्षित कार्यक्रम भनेको हाम्रो महिला सदस्यज्यूहरूलाई जिम्मा दिएको छु। उहाँहरूले चाहिँ अगाडि बढाउनुहुन्छ र हामी वडा कार्य समिति चाहिँ स्थानीयसँग चाहिँ सधैँ को लागि चाहिँ छ भन्ने बुझिदिनु हुँदै कहीँ केही परेको समस्या चाहिँ नजिक जस्तै मलाई फोन मार्फत अथवा वडा सचिवलाई अथवा वडा सदस्यज्यूहरूलाई चाहिँ कहीँ केही समस्या रहेछन् भने फोन अथवा वडा कार्यालयमा आएर भेटेर समस्याको बारेमा चाहिँ जानकारी दिनुहुन भन्दै आजको यस सार्वजनिक सुनाइ कार्यक्रम बाँकी छ। तर यस अहिलेको कार्यक्रमबाट चाहिँ म बिदा हुन्छु।